नमस्कार, स्वागत छ सबैजनालाई। मैले चाहिँ आज एउटा तपाईहरुलाई चाहिँ यो नाफा नोक्सानको भन्दा नि हुन्छ, एउटा प्रतिशतको भन्दा नि हुन्छ, जेको भए पनि एउटा क्वेशन ल्याएको छु। जुन चाहिँ म्याथ भर्सेस आईक्यू तरिकाले गर्ने छ। सुरुमा म्याथ तरिकाले गर्ने छ, त्यसपछि आईक्यू तरिकाले गर्ने छ। यो हेर्दा क्वेशन धेरै अप्ठ्यारो देखिए पनि क्वेशन एकदम सजिलो छ। यसलाई राम्ररी हेर्नु होला। यो भोलिको लागि इम्पोर्टेन्ट र 20 गतिको लागि पनि इम्पोर्टेन्ट हुन्छ नाफा नोक्सानबाट। ल मैले सल्भ गर्न लागे है त्यसलाई। ल समाधान लेखेर समाधान हुन्छ। ल सिर्जनाले कुनै दुईटै सामान चाहिँ कतिमा किनेको त 4000 मा किनेको हो। अब एउटा सामान कतिमा किनेको हो भन्ने कुरा थाहा छैन हामीलाई। किन थाहा छैन भन्दाखेरि यहाँ त दुईटै सामानको मूल्य दिएछ जस्तो हो। अब त्यसको एउटा सामानको मूल्यलाई हामी केही मान्नु पर्छ। त्यसमा यहाँनेरि घडीको मूल्यलाई x मानौं। यहाँ घडीको मूल्य बराबर x मानौं। ल घडीको मूल्य x भनेपछि क्यालकुलेटरको मूल्य कति हुन्छ त भन्दाखेरि 4000 माइनस x हुन्छ नि हैन। जस्तो 100 रुपैयाँमा दुईटा कुरा किनेको छ, अथवा घडी र क्यालकुलेटर मानौं 100 रुपैयाँमा किनेको छ। 100 रुपैयाँमा मध्ये 60 रुपैयाँमा घडीमा किन्नु भयो भने कतिमा किनेको हुन्छ त क्यालकुलेटर 40 मा हुन्छ। त्यो कसरी निस्क्यो भन्दाखेरि 100 माइनस 60 गर्दा 40 निस्क्यो। त्यस्तै यहाँ पनि जम्मा कतिमा निस्केछ। त्यसभए त्यसकारण अब क्यालकुलेटरको मूल्य बराबर कति हुने हो भन्दाखेरि जम्मा मूल्य चाहिँ दुईटा किनेको 4000 मा छ माइनस x हुने हो। अब प्रश्न अनुसार भनेर लेख्ने। किन प्रश्नले किन छिटो तरिकाले 5 नम्बरको आयो भने छिटो तरिकाले गर्नुपर्छ। प्रश्न अनुसार नाफामा बेच्दा जहिले जोडिन्छ र नोक्सानमा बेच्दा जहिले घट्छ है त। के भनेछ नाफामा बेचेको छ नि त सुरुको। कतिमा बेचेको छ घडीलाई चाहिँ कति 10% नाफामा बेचेको छ। त्यसकारणले x प्लस x को 10%। अब दुईटै जोड्नु पर्यो क्या। दुईटै जोड्दाखेरि चाहिँ समग्रमा कति हुन्छ अरे त भन्दाखेरि 1% नाफा हुन्छ अरे। भनेपछि 4000 माइनस x। अब यहाँ चाहिँ नोक्सान छ 20% नोक्सान छ। त्यसकारणले 4000 माइनस x को 20% यति घटाउँदा चाहिँ समग्रमा कति पर्सेन्ट नोक्सान हुने हो भन्दाखेरि कति पर्सेन्ट 1% नोक्सान हुने हो। कतिको भन्दाखेरि टोटलको हो नि त। त्यसै 4000 प्लस नाफा हुने है त। 4000 को 1% नाफा हुन्छ भनेको छ नि त। हो 1% नाफा हुन्छ भने चाहिँ 1% लेख्नु पर्यो। त्यसै अर यहाँदेखि लेखे है नअट्न सक्छ। अलि फेरि बढाउनु हुन सक्छ। त्यसै x प्लस x इन्टु 10 का मुनि 100 प्लस यी दुईटा जहिले कमन लिनुपर्छ है। गुणन गरेर राख्ने हैन, कमन लिने। कमन लिएपछि यति रह्यो। यहाँ केही छैन भने के रह्यो त 1 रह्यो माइनस 20% भनेको 20 का मुनि 100 हो। यति इक्वल टु 4000 प्लस 4000 इन्टु 1 का मुनि 100। यो क्यान्सल गरिदिउँ। दुईटा 0 यो भनेको कति भयो त और यो यता आउँदा जाँदाखेरि गुणन भएर जान्छ। त्यसै 110 x का मुनि 100। यो बुझ्नु भएन भने कसरी हो भन्दाखेरि यहाँ पनि हर समान पार्नु। यसको 100 छ भने यता नि 100 बनाउनु पर्यो भनेपछि माथि तल नि 100 गर्दा 100x हुन्छ। 100x अनि हर एउटै लेखिन्छ। 100 मा 10x जोड्दाखेरि 110x भएको प्लस 4000 माइनस x। यहाँ पनि 100 हुन्छ। यो गुणन हुँदा 100 हुन्छ। 100 मा 20 घटाउँदा 80 का मुनि 100 इक्वल टु 4000 प्लस 40 गर्दाखेरि 4040 भयो। अब यी दुईटामा के छ त हर समान छ। त्यसो एउटै हर लेख्न पाइयो। और 110x प्लस 80 ले डाइरेक्ट गुणन गरेर राख्ने। 80 ले 800 को 32 कतिवटा जिरो आयो त 4 वटा जिरो माइनस 80 इन्टु x। यो दुईटैलाई गुणन हुनुपर्छ। 80 ले 4 यसलाई 4000 लाई गरियो। 80 ले 4 लाई 80x बाइ 100 इक्वल टु 40 भयो। फेरि और अब यो त सजातीय हो भनेपछि यसमा यो गर्छ भनेपछि 130x माइनस प्लस 32000 इक्वल टु 4040 इन्टु 100 हुने भएकोले दुईटा जिरो लेखियो। देखिँदैछ होला।
और 30x इक्वल टू यो यता जाँदा के भएर माइनस भएर जाने भयो माइनस 3 2 कतिवटा 4 0 छ 4 0 भयो। अब यसलाई मैले यहाँ लेखेँ और x इक्वल टू यहाँ घटाऊँ है 3टा 0 में घटाउँदा 3टा 0 नै भइहाल्यो। यो 3टा 0 भनेपछि यहाँ कतिवटा छ 3टा 0 थिएन 4 0 छ 0 4 भइहाल्यो। झुकिन त झुकिँदैन नि 3टा 0 घटाउँदा 1 2 3 3टा 0 भइहाल्यो। अनि 4 मा 0 घटाउँदा पनि 32 हैन त 800 को 32 कहाँ पो गरेको 800 को 32 4 0 भनेपछि अब कति घटाउनु भन्दाखेरि 3टा 0 घटाइयो भइहाल्यो। अनि 4 मा 0 घटाउँदा 4 त्यस पछाडि 0 मा 2 घटाउनु पर्यो 0 मा 2 घटाउनु भनेको 10 मा 2 भनेको 8 अनि यो 1 सकिहाल्यो 8400 बाई 30 x इक्वल टू यो र यो काट्यो 3 ले 8 लाई 2 चोटी गयो शेष रह्यो 2 फेरि 4 रह्यो 3 ले 24 लाई 8 चोटी 2 8 अनि कतिवटा 0 2टा 0 रह्यो हो भनेपछि x के को भ्यालु मानेको छ त घडीको मूल्य त्यसकारण घडीको मूल्य बराबर त्यसकारण घडीको मूल्य बराबर कति रहेछ त 2800 रहेछ 2800 रहेछ। अब त्यसपछि फेरि के को मूल्य क्याल्कुलेटरको मूल्य लेख्नु है यहाँ क्याल्कुलेटरको मूल्य बराबर 4000 माइनस 2800 गर्दाखेरि कति भयो त 1200 चाहिँ के को रहेछ त क्याल्कुलेटरको मूल्य रहेछ। म्याथमा गर्दा चाहिँ यसरी गरिन्छ। अब फेरि यसलाई नै हामी आइक्यू तरिकाले गर्छौँ नबुझ्यो त केही छैन नि हैन। एउटा घडीको मूल्य x छ त्यस पछाडि 100 जम्मा दुईटाको मूल्य 100 छ भने एउटाको 60 छ भने त अर्को 100 माइनस 60 हुन्छ नि त। त्यसै यहाँ पनि जम्मा 4000 छ 4000 मध्ये एउटा 40 x छ भने त x छ भने त अर्को त 4000 माइनस x हुन्छ हो। अब के भनेछ भन्दाखेरि कति सुरुमा घडीलाई 10% नाफा भने त जोडिन्छ नाफामा बेचेको मूल्य यति भयो नोक्सानमा बेचेको मूल्य यति भयो। नाफामा बेचेको मूल्य र नोक्सानमा बेचेको मूल्य जोड्दा चाहिँ समग्रमा 1% नाफा हुन्छ भनेपछि त यति फेरि 1% नाफा भयो हो। त्यसैले अब अरु त सल्भ गरेको सजिलो छ। अब यसलाई नै हामी आइक्यू प्रोसेस चाहिँ कसरी गर्छौं भन्दाखेरि आइक्यू प्रोसेस चाहिँ यस्तो तरिका छ सजिलो तरिका छ। यसलाई भाग गर्ने गर्छौं हामी भाग मानेर आइक्यू प्रोसेस आइक्यू भनेको चाहिँ यसलाई चाहिँ कसरी गर्छौं भन्दाखेरि एउटा घडी हो अर्को क्याल्कुलेटर हो। घडी प्लस क्याल्कुलेटर हो। घडी चाहिँ कति पर्सेन्ट नाफामा हो त 10% नाफा भनेपछि 110% मा घडी बेच्यो। नोक्सान भनेछ नि हो सुन है सुरुमा 100 थियो त्यसको क्रय मूल्य त 100 हुन्छ 100 मा 10% नाफा गरेर बेच्नु भनेको 110% मा नाफामा बेच्यो। फेरि अर्को 20% नोक्सान है सुरुमा यसको नि त सुरुको त मूल्य त 100% नै हुन्छ 20% नोक्सानमा बेच्यो भने यसलाई कतिमा बेच्छ त 80% मा बेच्छ। अब समग्रमा कति नाफा भनेपछि त 101% नाफा भयो अरे के समग्रमा नाफा। अब यसो गर्ने योमा यो घटाउने अनि यता राख्ने यो घडीको भाग हुन्छ है त 101 मा 80 घटाउँदा कति भयो त 21 यो भाग है 21 भाग घडी रहेछ जो मध्ये यो मध्ये के 21 भाग घडी रहेछ। फेरि यसमा यो घटाउँदा कति भयो 9 हुन्छ 9 भाग चाहिँ के रहेछ त क्याल्कुलेटरको क्रय मूल्य रहेछ के यसरी बुझिन्छ। ल जम्मा भाग चाहिँ के हो त जम्मा भाग कति हो त 30 भाग जम्मा भाग चाहिँ 30 भाग हो नि 21 + 9 ले 30 भाग भनेको कति हो त 4000 हो। मैले अघि भर्खर भनेको थिएँ जे निकाल्नु छ जे दिएको छ त्यसलाई तल लेख्ने र जे निकाल्नु छ त्यसलाई माथि लेख्ने भनेको छ। अब घडीको मूल्य चाहिँ क्रय मूल्य भनौं क्रय मूल्य चाहिँ कति हो त भन्दाखेरि जम्मा 30 भाग मध्ये
यो 30 भाग दिएको हो नि, 30 भाग, जम्मा 30 भाग मध्ये कति भाग चाहिँ घडियो त भन्दाखेरि 21 भाग घडियो। त्यस कारणले अब हामी यसको मूल्य लेख्छौँ। 0 र 0 क्यान्सल गरौँ, 3 सता 21, 7 चौको 28, दुईटा 0 रह्यो, दुईटा 0 रह्यो, घडीको मूल्य आयो। अब यसलाई घडीको मूल्यलाई अब क्यालकुलेटरको मूल्यलाई 4000 मा 2800 घटाएर निकाल्न सकिन्छ, तर हामीलाई यही प्रोसेसले नै निकाल्नु, किनभने कहिलेकाहीँ घडीको मूल्य भन्ला, कहिलेकाहीँ क्यालकुलेटरको मूल्य भन्ला। अब क्यालकुलेटरको मूल्य टरको मूल्य बराबर यो जहिले पनि 4000, 30 भाग मध्ये कति भाग चाहिँ क्यालकुलेटर हो त? 9 भाग। क्यालकुलेटर भनेको 9 भाग हो। 0 र 0 क्यान्सल भयो, 3 त्यहाँ 9, 3 चौको 12, 1200। ल अहिलेको ठ्याक्कै आयो कि आएन? आयो नि। हो, यसरी बुझ्न सकिन्छ। जस्तै 110 मा 1 घटाएर 9 भाग, 9 भाग क्यालकुलेटर हुन्छ। उल्टो हुन्छ है, यता यसो घटे पनि जानु चाहिँ उता जान्छ। जस्तै 80 मा 101 घटाउन 21 भाग चाहिँ घडी हुन्छ। जम्मा भाग कति हो त? 21 + 9 ले 30 भाग हो। 30 भाग भनेको जम्मा हो। जम्मा भनेको 4000 दिएको छ हो। जे दिएको छ त्यसलाई तल राख्ने, जे दिएको छ त्यसलाई तल राख्ने, जे निकाल्नु पर्ने त्यसलाई माथि राख्ने। हामीलाई के निकाल्नु पर्छ? सुरुमा घडीको मूल्य, घडीको मूल्य 21 भाग हो, त्यसरी माथि राखियो। यहाँ तल्लोमा पनि क्यालकुलेटरको मूल्य निकाल्नु पर्ने छ। क्यालकुलेटर जम्मा भाग भनेको 4000 भयो, र त्यसमध्ये मूल्य यति हो, यो 30 भाग हो। हामीलाई चाहिँ घडीको क्यालकुलेटरको मूल्य चाहिँ कति भाग दिएछ? 9 भाग छ, त्यसको 9 भाग भनेको 1200 एन्सर निस्क्यो। हस्, कस्तो लाग्यो प्रतिक्रिया दिनु नभुल्नुहोला। धन्यवाद।